गुड मर्निङ लासो क्यापुला। आज चाहिँ पुसको 6 गते भइसकेको छ। यस्तो आज जाडो एकदम बढेको छ। आज चाहिँ पुरै हुस्से लागेको छ। अहिले चाहिँ म ठ्याक्कै चौबाटातिर छु, घर हिँड्दैछु है। यस्तो छ है बाहिर, पुरै हुस्से लागिरहेछ, खतरा भइरहेछ आज है। झन् हिजोको भन्दा आज धेरै जाडो बढेको छ है। त्यस्तै छ हिजो भक्का खानेहरू त्यस्तै छ। बाहिरतिर यस्तो छ मौसम, एकदम हुस्से लागेको छ आज चाहिँ। अहिले लगभग अब 8 बज्नु लगभग 5 मिनट मात्रै बाँकी छ। 5 मिनट बाँकी हुँदाखेरि यस्तो छ अहिलेको अवस्था दमकमा, पुरै झ्याप्पै हुस्से लागेको छ सबैतिर। यस्तो छ, केही नदेखिने छ, यही नजिक मात्रै देखिन्छ, अलिकति टाढा पनि देखिँदैन पुरै। यो चाहिँ आम्दा छेउतिरको बाटो। यस्तो छ, सबै बाटो गाडीहरू पुरै इन्डिकेटर लगाएर आइरहेछ। साइड लाइट पुरा इमर्जेन्सी लाइट लगाएर आइदिइरहेछ। बाटो यस्तो छ, गाह्रो छ हौ, गाह्रो छ। आज त मान्छे भेट्नु नि गाह्रो छ। कहाँ जाने होला भनेर पनि थाहा छैन। आज गाह्रो छ, भक्का खानेहरूको लाइन छ। यस्तो छ दमक। यो चाहिँ आम्दा अस्पताल। यस्तो छ आम्दा अस्पताल। एकदमै जाडो छ, जाडो छ आज। साथी हो, हेर्दै जाउँ कस्तो हुन्छ आजको दिन। हिजो त 10 बजीतिर त है घाम निस्केको थियो। आज नि भरे 10-11 बजी त निस्किन्छ होला घाम त। अहिले बिहान एकछिन होला है। यस्तो छ है मौसम। हेर्दै गर्नु होला भिडियोलाई पुरा। खासमा यो राइड गर्नु पनि यस्तो हुन्छ कि यार, जाडो लागेपछि त नि अब मान्छेहरू पनि कस्तो हुन्छ भने नि, अब आफै पनि जाडो लागेपछि हिँड्नु मजा लाग्छ क्या। गाडीमा हिँड्नु, यो सफारीतिर हिँड्नु कस्तो जाडो लाग्छ नि त, चिसो हुन्छ है। त्यसमा चाहिँ अनि सबै हिँडेरै जाने हुन्छ क्या। अनि त्यहाँदेखि राइड पाउनु पनि एकदमै गाह्रो क्या। अब हेरौँ न आज कस्तो हुन्छ है। अब 8 बजिसक्यो, यतिखेरसम्म अहिलेसम्म एकजना नै पिकअप गरेको छैन। एकजना मान्छे नि उठाउनु भएको छैन, भनौँ बोनी नै भएको छैन है। घरदेखि निस्केर यता घुमघाम हुँदैछ, तर मान्छे एकजना नै भेटेको छैन। जति नै भेट्छ झोलाहरू बोकेर हिँडेको मान्छेहरू पनि सबै आफ्नै तालो हिँडिराखेको हुन्छ क्या। हामी त हिँडेरै जाने हो भन्छ। हिँड्नु पनि मजा आउँछ नि त है यस्तोमा जाडोमा। यस्तो बाबाहरू यस्तो हिँडिरहेको छ, गोजीमा हात लाग्यो, हिँड्यो। यस्तो मजा हुन्छ नि त हिँड्नु पनि। यतिखेर त हिँड्नुको मजै बेग्लै हुन्छ क्या। झन् साथी हुनुपर्छ है। गुन्द्रुक ढेँडो भात खप्प खाइयो, सिरकमा गुटु मुटु भएर झप्प सुत्दै बस्ने बेला। के गर्नु यार, बाध्यता छ, हिँड्नै पर्छ। यो के गर्नु, ठाउँ यस्तै छ, जाडो यस्तो छ। उहाँले दुध बेच्दै रहेछ, दुध बेच्ने एकजना छ, उहाँले दुध भेटेको नि। अहिले हतापता खासै पाउँदैन क्या। 1-2जना इमर्जेन्सीमा पुग्छ, त्यतिखेर मात्रै हो भेट्ने मान्छे भेट्ने भनेको। नत्र त आज मान्छे भेट्नु अलिक गाह्रै हुन्छ यार राइडहरू। हेरौँ आज कस्तो हुन्छ। मान्छे छैन, गाडी सबै खाली कुदिरहेको छ। यहाँ पनि एउटा सफारी छ, खाली आइरहेको छ यहाँ, मान्छे छैन। मान्छे कतिखेर भेट्छ, गाह्रो छ हौ, गाह्रो छ है। जाडोमा हिँड्नु मजा आउँछ नि त है। गोजीमा हात लाग्यो, टम्म कपडा लाग्यो। तर यार मलाई गर्मी भन्दा चाहिँ जाडै ठिक लाग्छ है। छप्प लुगा लाग्यो, छप्प हिँड्यो। हिँडेपछि त यस्तो आनन्द आउँछ है। गर्मीमा यार लुगा खोल्दा नि हुँदैन, केही गर्दा नि हुँदैन। गाह्रो छ नि त। यो अहिले हाइटमा ठ्याक्क हाइवेतिर निस्किसक्यो। यहाँतिर नि गाडीहरू त्यत्तिकै बसिरहेछ यार, छैन।
हाम्रा साथीहरू यतातिर बसिरहेको छैन। अब यहाँ दुईजना आउँदैछ नि, यिनीहरू अब हिँडेरै जाने हो क्या, जाँदैन क्या सफारीमा, किनभने उनीहरूलाई मजा आउँछ क्या हिँडेर जाने। यतिखेर धेरै रमाइलो हुन्छ क्या। अहिले म ठ्याक्कै हाइवेतिर निस्किसकेँ। गाडी पल्टिन्छ होला, यहाँ घाटा गर्नुहुन्छ है। बाटो यस्तो खराब छ फेरि मेन रोडको। त्यहाँ पर एकजना बसिरहेछ, कतै जान्छ कि जस्तो लाग्यो, सोधिहेर्नु। जाने हो होइन नि, अब चाहिँ हामी आफ्नै बाटोमा जाने हो। गाडी आउँदैछ क्या पछाडि, साइडलाई दियो भनेको मोबाइल छ क्या, फेरि त्यस्तो छ कि गाह्रो छ नि अब गाडी कटिहाल्छ यहाँ। आज त यहाँ 8:30मा बल्ल 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 बनी भयो यार। कति बेला हुने हो, अझै पनि बाँकी छ, धेरै छ। आज कमाइ यस्तै होला हौ। यहाँतिर यो गाडीहरू यसरी बसिरहेछ, पुरा लाइन लागेर है, कुद्या छ सबै गाडीहरू। स्कुलको गाडीहरू हुन्छ, के छ, दोकानहरू यस्तो छ, जाडोमा बसिरहेछ यसरी। गाडी कुद्या छ, हुस्से त्यत्तिकै छ, हुस्से हट्या छैन। हुन्छ यस्तो कारखानेहरूको त लाइनै हो क्या, दमकमा त भक्का त यस्तो जाडोमा। गाइस 9 बजिसक्दा दोस्रो राइड कम्प्लिट भयो। अनि अहिले त हुस्से हल्का अलिक खुलेको जस्तो देखिन्छ। अब 10-11 बजेतिर चाहिँ लगभग घाम निस्किन्छ होला है। अहिले यस्तै छ, घत्राङ घुत्रङ यस्तै छ, भर्खर छ, मान्छेहरू निस्किँदैछ। मर्निङ वकको मान्छेहरू सकिसक्यो। अब गाडी छ, यो मान्छे कहीँ देख्नु भएको छ मान्छे छैन, सबै सफारी कुदिरहेको छ, लाइनका लाइन। अहिले यो चाहिँ कहाँ भने ठ्याक्कै भन्नुपर्दा हवलदार चोक भन्छ यहाँ चाहिँ, दमकको सिरा नै पर्छ यो हवलदार चोक। यतातिर छु अहिले। म चाहिँ कहाँ हिँडेको भन्दाखेरि त्यही हो, प्यासेन्जरको खोजीमा हिँडिरहेको छु अहिले क्या। यस्तो छ, यस्तै छ। अघिभन्दा हल्का अहिले अलिक खुलेको छ। अहिले लगभग 9 बजिसक्यो, म निस्केको 1 घन्टा भइसक्यो। 1 घन्टामा 2 जना बोकिसके, 2टा राइड कम्प्लिट भइसक्यो। अब बाँकी हेर्दै जाउँ कति हुन्छ। भिडियो चाहिँ पुरा हेर्दै गर्नु होला है साथीहरू। अब विद्यार्थीहरू हिँड्ने बेला हुन थालिसक्यो, तर के गर्नु, विद्यार्थीहरू सबै आजभोलि गाडीमा हो, गाडीमा। विद्यार्थीहरू पनि गाडी हुन्छ, गाडीमा मान्छे छैन क्या सफारीतिर, खाली कुदिरहेको हुन्छ क्या। म चाहिँ माथि दुर्गा मन्दिर छ, त्यो छेउसम्म पुगेर फर्किने हो क्या। त्यहाँ पुगेर फर्किने हो। त्यहाँदेखि मान्छे भेट्यो भने अलिक तलै पनि फर्किहाल्छु, नभए त्यहाँसम्म चाहिँ पुगौँ भन्दैछु। त्यहाँदेखि फर्किने हो क्या। अनि फेरि ओह्रालो मान्छे हेर्दै आउने हो, कहाँ भेट्छ। त्यस्तै हो, मान्छे उठाउँदै हिँड्ने हो। तर यार आज जाडोले गर्दा अलिक डिस्टर्ब भइरहेछ यार राइड गर्नु, मान्छे भेट्दैन यार। कता जानु, बजार सुनसान छ आज, खुलेकै छैन क्या बजार। भर्खर खुल्न लागेको छ, अब अलिअलि खुल्दैछ। अब बिहानै मान्छे नि आउँदैन क्या यस्तोमा। अब मान्छे लगभग 10-11-12 बजीतिर निस्किन्छ होला, त्यतिखेर ठ्याक्क फेरि खाना खाने टाइम हुन्छ क्या। अब खाना खान जानुपर्छ, के गर्नु। त्यहाँ ग्रुप पनि निस्केको छ, त्यो टाढै जाने ग्रुप होला, के गर्नु। हाम्रो आफ्नो होइन, हिँड्नु लाने होइन होला, त्यो ग्रुपै त निस्किएको होइन, जाँदैन होला जाने ग्रुप होइन, जाने ग्रुपै होइन। म
अझै के भन्छ दुर्गा मन्दिर आइपुग्यो अहिले कतैजना केटाहरू बसिरहेको छ यहाँ कतै जान्छ जाने होइन बसेर हेर्दैन यार हातपात दुर्गा मन्दिर आइपुग्यो अब टर्न मार्ने हो टर्न भाइ साथीहरू हेर्दै गर्नु होला आज चाहिँ गाई 10 बजिसक्दा पनि घाम चाहिँ लाग्ने छैन हुर्से हल्का हल्का मात्रै घट्या जस्तो देखिन्छ यार घाम लाग्छ र आज मान्छे नि पाउन गाह्रो छ यार आज त के पो गरौँ म यस गाई रमाइलो चाहिँ रमाइलो भइरहेछ है चिसो छ मौसम आनन्द छ झप्पलुका लागेर हिँडेको छ सुटबुटमा हिँडेको छ यस रमाइलो चाहिँ रमाइलो छ आनन्द छ घुम्नु चाहिँ मजा आइरहेछ तर त्यस्तै हो अलिकति कमाइ भइरहेछ होइन यस्तो छ अब हल्का रमाइलो अब तलतिर जानुपर्छ यहाँ यो चाहिँ चौबाट बिहानै सुरुमा देख्नु एकदम सुरुमा यहाँदेखि हामी स्याट्टैमा एकचोटि अब बिजुली अफिस जाने कोसिसमा छु के भन्छ बत्तीको बिल बिजुलीको बिल आएको छ हौ त्यो पनि थोरै होइन 31 चाहिँ आएको छ बिजुलीको बिल अब तिर्नु पर्ने अब आज तिरौँ भन्यो अब यस्तो छ बेला 10 बजिसक्यो मान्छे त्यस्तै हो पैसा तिरिराखेर चाहिँ आएर खाना खानु जानु पर्ला घाम चाहिँ आज लगभग 12 बज्छ क्या अरे 12-1 बजेतिर चाहिँ निस्किन्छ कि जस्तो छ हो त्यो पनि हो कि होइन यार होइन अब लास्टमा त भएर त घाम त निस्किन्छ एकछिन त अब भोलि योभन्दा बबाल होला जस्तो छ है साथी अब मौसम चाहिँ यसो विचार गरेको है भोलि योभन्दा बबाल होला जस्तो छ मौसम हेर्दै जाउँ कस्तो हुन्छ यार अब पुसको महिना हो हिउँद लागेको छ अब यतिको त नर्मलै मान्नु पर्यो है फाइनल्ली साथी हो 10:30 बजेतिर बल्ल घाम देख्यो घाम पर्दा घाम लाग्यो छ अहिले अब चाहिँ उज्यालो भयो घाम लाग्यो अब खाना खान जाने बेला पनि भयो अब लाग्यो खाना खान साथी हो यस्तै छ दमकको मौसम भिडियोहरू हेर्दै जानु होला अझै यस्तै भिडियोहरू त भइ नै हाल्छ है हजुरहरूको लागि च्यानललाई सब्सक्राइब र भिडियोलाई सेयर गर्न चाहिँ नबिर्सिनु होला है अहिले यतातिर छौँ हामी अब यहाँदेखि चाहिँ म सिधा घरतिर लागेको हो अप्ठ्यारो छ हौ अप्ठ्यारो बाटो लाग्यो अब चाहिँ घरतिर बिहानको टिप सक्यो अब मेरो अब एकछिनमा खाना खाएपछि अब दिउँसोको टिप हुन्छ बिहानभरमा कति कमाइयो त भनेर भन्नु भने चाहिँ भरे कुनै दिन देखाउँला पैसा पनि अलिक धेरै भएको बेला देखाउने हो क्या थोरै भएको बेला लाज लाग्दा के देखाउनु है साथी हो यस्तै छ घाम लागेको छ अहिले है जाडो अलिक हुर्से अलिक घटेको छ अब भोलि फेरि ड्याममै होला है यस्तै छ ल हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म हेरिदिनु भएको धन्यवाद च्यानललाई लाइक सब्सक्राइब गर्नु होला अनि भिडियोलाई लाइक अनि कमेन्ट पनि गर्नु होला कस्तो छ त तपाईँतिरको मौसम है त्यो पनि बताउनु होला है त हस् त धन्यवाद बाई अब भेटौँ अर्को भिडियोमा है त